अहिले हामी चाहिँ घुम्न गइरहेको छौँ। एकदम यहाँ चाहिँ खुलाल बसिरहेको छ, खुलाल चाहिँ डाइट बनाइरहेको छ। खुलाल यहाँ हेर्नुहोस् त, एकचोटि हेर्नुहोस् न, पछि हाल्नु होला। यहाँ चाहिँ खुलाल छ, यसको बडी देखाउनुहोस् त खुलाल एकचोटि। यहाँ बडी यो जिम गर्छ एकदम रात दिन। यो चाहिँ हाम्रो रुम हो। अब हामी रुमबाट हिँड्यौँ गाइज, यसरी बाहिर गइरहेको छौँ। एकछिन घुमेर आउँछौँ। खुलाल चाहिँ यहाँ सुत्छ। खुलाल निका कहाँ हुन् त? खुलाल नभन, अब दुःख नमान्नु होला साथीहरू। भ्लग सलग हेरेर एकदम मित्रता हो, घनिष्ठ साथी हो मेरो, साथीभाइ सब कुछ हो। अब एकदम राम्रो हो, उसलाई खुलालै भन्नु मनपर्छ। एकदम खुलाल भने चाहिँ नराम्रो नसोच्नु होला, एकदम राम्रो मान्छे हो पनि, एकदम चिल मागे केटा हो गाइज। अब त्यो चाहिँ अब हाम्रो रुम हो। अब यस्तै हो, घरबेटीले भाडा दिनु भनेको छ, भाडा दिएको छैन, यस्तै हो। रुम छाडो जानु भनेको छ। अब म हिँडिरहेको छु भोलि, त्यस्तै गाइज हिँडिरहेको छु। यो चाहिँ हामी 3 फ्लोर माथि हो। अहिले त गाइज हामी काठमाडौँमा छौँ, भर्खर पानी परेर रहेछ। हामीलाई कोठाभित्र बस्यो भने थाहा पनि पाएन। यता भाइहरू छन्, एकदम रमाइलो बस पार्क गइरहेको छौँ। एउटा दाइले बोलाउनु भएको छ, अहिले दाइलाई देखाउँछु हामी भ्लगमा, अन्तिमसम्म हेर्नु होला। एकदम रमाइलो गर्दै यहाँ चाहिँ क्याफे छ केटा हो। यसरी बर्गर सर्गर खान पाए हुन्थ्यो, तर के गर्नु, मन पर्दैन नभनौँ। अब पैसा नभएर मात्रै हो। यसरी सर्टकट बाटो जाने यहाँनिरबाट, एकैछिनमा पुगिहाल्छु हामी। छेउटै छ, हिँडेर जाने हो, गाडी यहाँबाट जाँदैन। यहाँबाट एक गल्ली हो, बस पार्क नजिकै हो एकदम गाइज, हेर्न सक्नुहुन्छ। एकदम गाइजहरू हामी यहाँ गुम्बा पुगिसकेका छौँ। यो चाहिँ अस्ति गौतम जयन्तीको दिन चाहिँ यो गुम्बा भत्काया भन्ने ठाउँ चाहिँ यही हो सुकमा। अझ यहाँ चाहिँ मन्दिरहरू थिए, यस्तरी भत्काएको छ यहाँ। अब गुम्बा भत्काएको ठाउँ यही हो। यहाँनिर चाहिँ मन्दिरहरू थिए, गौतम जयन्तीको दिन भत्काएको ठाउँ यही हो। यो चाहिँ सार्वजनिक जग्गाभित्र पऱ्यो भनेर अब बालेजाको डोजर चले हो यहाँ। ट्याक्कै यो बस पार्कभन्दा अलि माथिनिर हो ट्याक्कै भन्नुपर्दा। यहाँ चाहिँ बुढाबुढीहरू बस्छन्, गफसप हान्ने ठाउँ, अलि रमाइलो। साह्रो भ्लग सलग बनाउन लाज मानेर पछाडि छन्। लाज मानेर सक्सेस केही पनि हुन्न, लाज सनम हटाएर अगाडि बढ्ने हो। उता यहाँ चाहिँ माथि चाहिँ किर्रे पोल्तीको बस्ने ठाउँ हो। यो नि सार्वजनिक जग्गामा पऱ्यो भनेर डोजर हानेको। यहाँ पुरै यस्तरी फोटाहरू बाहिर राखेका छन्, यस्तो छ, हेर्न सक्नुहुन्छ। यस्तरी यो मन्दिर भत्काएर यहाँ यस्तै साइड राखेको छ, पुरै बिचल्ली भइरहेको छ, बिचल्ली। यहाँ चाहिँ यो एरियामा सुकुम्बासी भन्दा नि यहाँ चाहिँ बिल्डिङहरू थिए, ट्याक्क होटलहरू भए, धेरै थिए। यहाँ ल्यान्टरवाला टिङवाला एक पनि थिएनन्। जे होस्, यहाँको भत्काएर चाहिँ ठिकै गरे हो जस्तो लाग्छ। तर मन्दिर भत्काउनु थिएन गौतम जयन्तीको दिन। गुम्बा यस्तो छ, हेर्न सक्नुहुन्छ, पुरै डोजर डोजर अहिले नि यतै छ। यस्तो नोक्सान। पुरै डोजरहरू अहिले नि चलिरहेछ यहाँ। गाइस पुरै डोजर चलिरहेछ, पुरै बिल्डिङहरू थियो यहाँ सबै भत्काएको। हामी चाहिँ यहाँ पुल तरेर ट्याक्क पारेको चाहिँ सुकुम्बासी बस्ती। यहाँ डोजर चलेको छ, सुकुम्बासी नपाउने, यहाँ त हुकुम्बासी बस्ती हो। यताको चाहिँ अरू ठाउँको सुकुम्बासी भयो नि। केटाहरू हामी यहाँ फाइनली यो बस पार्कको पुल पुगिसकेका छौँ। आशिक फर्स्ट भिडियो आशिक आमाको भाइ यहाँ पिसा बेर्ने होइन, यो पिसा बेर्ने ठाउँ होइन भन्ने ठाउँ चाहिँ यही हो, भाइरल भएको। ट्याक एकदम भारी कटिरहेको छु। केटाहरू मलाई छोडेर जान लाग्छ। यहाँ बस पार्कभित्र पुगिसकेका छु गाइज हामीहरू होइन। यो चाहिँ बस पार्क हो, बस पार्क एरिया। यो चाहिँ पोखरा जाने रुट हो, यतातिर चाहिँ गाडीहरू जानेवाला गाडी। फाइनली गाइज हामीहरू बस पार्क पुगिसकेका छौँ। ट्याक्क अहिले दाइलाई फोन गर्नुपर्छ, अनि मिलाएर यहाँ पेट्रोल पुगिसकेका छौँ। यहाँनिर बसेर एकछिन चिया खाँदै कल गर्नुपर्छ दाइलाई।
केटाहरू आफ्नै धुनमा छन्, सानसाना छन् र चाहिँ बसहरू यस्तो माहौल छ, रङ्गिन छ बस पार्कको।